हेलो स्टुडेन्ट्स, दिस इज मी सफिक सर अनि म तपाईँको म्याथमेटिक्स टिचर। आज म केही क्वेसनहरू लिएर आएको छु होइन। एउटा यस्तो क्वेसन छ जसलाई सल्भ गर्दा हल्का आइडिया लाउनु पर्ने हुन्छ है। त्यो आइडिया कसरी लाउने, कसरी जेनेरेट गर्ने, कसरी चाहिँ क्वेसनलाई सिम्प्लिफाई गर्ने, किनकि म्याथमेटिक्स भनेकै यही हो, क्वेसनलाई सिम्प्लिफाई गर्नु होइन। सिम्प्लिफाई गरेर चाहिँ कसलाई सिम्पल फर्ममा लिएर आउने, सिम्पल फर्ममा लिएर आएपछि कसरी त्यसलाई डेरिभेटिभको फर्ममा लिएर आउने होइन। त्यो सबै चाहिँ आज हामी डिस्कसन गर्नेछौँ। ल, क्वेसन छ तपाईँको स्क्रिनमा दिएको छ होइन। एउटा क्वेसन छ, फाइन्ड आउट द डेरिभेटिभ अफ साइन इन्भर्स अफ एङ्गल 2x अपन 1 प्लस एक्स स्क्वायर होइन, विथ रेस्पेक्ट टु एक्स निकाल्नु पर्ने छ। अब त्यसलाई सिम्प्लिफाई गरौँ है पहिला। अहिले त कम्प्लिकेटेड देखिरहेछ, अब त्यसलाई सिम्प्लिफाई गरेर हेरौँ। ल, फटाफट सिम्प्लिफाई गरेर हेरौँ त। हियर के दिएको छ हामीसँग, हियर साइन इन्भर्स 2x 1 प्लस एक्स स्क्वायर दिएको छ। हामी इफ लेट एक्स इक्वल टु टेन थीटा गऱ्यो भने होइन, टेन थीटा गऱ्यो भने केही न केही चाहिँ भेटिन्छ होला जस्तो देखिन्छ होइन। क्लास 10मा चाहिँ हामी यो फर्मुला देखाएको छौँ कतै न कतै। साइन 2 थीटाको फर्मुला चाहिँ देखाएको छौँ। के थियो है साइन 2 थीटाको फर्मुला? 2 टेन थीटा अपन 1 प्लस टेन स्क्वायर थीटा। यही फाइदा उठाउँछौँ है, यही फाइदा उठाउँछौँ। अब एक्स इक्वल टु टेन थीटा पुट गरौँ त। नाउ के छ, 2x एङ्गल के थियो 2x अपन 1 प्लस एक्स स्क्वायर छ। एक्सको ठाउँमा के राख्ने रे, टेन थीटा राख्ने होइन र। टेन थीटा अपन 1 प्लस टेन स्क्वायर थीटा, करेक्ट। अब 2 टेन थीटा अपन 1 प्लस टेन स्क्वायर थीटा भनेको चाहिँ के रहेछ अरे, साइन 2 थीटा, करेक्ट। अब सिम्प्लिफाई भयो। सो हाम्रो साइन इन्भर्स जुन एङ्गल थियो 2x अपन 1 प्लस एक्स स्क्वायर जुन आएको थियो त्यो अब केमा कन्भर्ट भयो, साइन इन्भर्स साइन 2 थीटामा कन्भर्ट भयो होइन। सिम्प्लिफाई भयो, त्यो भइहाल्यो। ओके, अब अगाडि बढौँ। साइन साइन काट्यो अनि 2 थीटा भेट्यो अनि यताबाट थीटा भनेको चाहिँ के रहेछ अरे, टेन इन्भर्स एक्स होइन। त थीटाको ठाउँमा हामी चाहिँ के राखौँ, 2 इन्टु टेन इन्भर्स एक्स। अब यसको डेरिभेटिभ हामी निकाल्न सक्छौँ होइन र। देन हाम्रो डेरिभेटिभ के भइहाल्छ, कसको डेरिभेटिभ निकाल्नु विथ रेस्पेक्ट टु एक्स, साइन इन्भर्स कसको एङ्गल 2x होल अपन 1 प्लस एक्स स्क्वायर। यसको डेरिभेटिभ निकाल्नु थियो, कुन फर्ममा आइदियो, कुन फर्ममा आइदियो स्टुडेन्ट्स, 2 टेन इन्भर्स एक्सको फर्ममा आइदियो। 2 बाहिर निकाल्दियौँ अनि टेन इन्भर्सको चाहिँ डेरिभेटिभ के हुन्छ, 1 अपन 1 प्लस एक्स स्क्वायर। अब हाम्रो डेरिभेटिभ के आइदियो, 2 अपन 1 प्लस एक्स स्क्वायर होइन र। यो हाम्रो फाइनल एन्सर। थ्याङ्क यू भेरी मच फर वाचिङ। अनि सब्सक्राइब गरिदिनु होला र सेयर पनि गर्नु होला, आफ्नो साथीहरूलाई पनि भन्नु होला। थ्याङ्क यू भेरी मच।